हेलो साथीहरू मैले पुनः यहाँहरूमा चाहिँ मेरो जन्मस्थल नुवाकोट तादी गाउँपालिकामा रहेको मन्दिरको विषयमा रालुका देवी मन्दिरको विषयमा सानो भिडियो बनाउन चाहेँ र हजुरहरूमा चाहिँ मैले यो भिडियो चाहिँ देखाउन चाहेँ। स्वीकार्नुहोला। यो रालुका मन्दिर चाहिँ आजभन्दा 200 वर्षदेखि 250 वर्ष अघि चाहिँ यहाँभन्दा केही पर अगाडि डाँडागाउँ भन्ने ठाउँमा चाहिँ बाख्रा हराएको थियो। तामाङ समूहमा बाख्राको अर्थ रा हुन्छ। त्यही नामाङ्कनलाई लिएर यहाँ चाहिँ यो रालुका मन्दिर पुनर्स्थापना निर्माण भएको बुझिन्छ सरसरी हेर्दा। र यहाँ चाहिँ नि यो मैले हजुरहरूमा चाहिँ यो देवीको मन्दिर देखाउन चाहेँ। हेर्नु होला। र यो चाहिँ हामीले यो मन्दिरको ठाउँमा चाहिँ हरेक बिहान हिन्दू धर्मावलम्बीहरूले पूजा गरिरहेको देखिन्छ। र यहाँ चाहिँ देवीको मन्दिर हामीले चाहिँ मागेको काम पुरा हुन्छ भन्ने यहाँको हिन्दू धर्मावलम्बीहरूको चाहिँ नि आशा छ। मैले यो भिडियो प्रसारण गर्दै गर्दा हजुरहरूलाई चाहिँ नि मेरो जन्मस्थल नुवाकोटमा रहेको एकदम ऐतिहासिक मन्दिर यो रालुका देवी मन्दिर देख्नुहोला। यहाँ चाहिँ म पढेको जुन यहाँ यो स्कुल 1 देखि कक्षा 5 सम्म मैले यहीँ पढेको थिएँ। तर यो पुरानो म छँदाको बेला यो छुट्टै नै पुराना भवनहरू थिए। अहिले यो संरचनाहरू पूर्ण रूपमा चाहिँ परिवर्तन भएको छ। मैले देखाउन चाहेँ, स्वीकार्नु होला। र यहाँ चाहिँ यो जुन मौलो हो यो चाहिँ नि विभिन्न चाडबाडमा यो चाहिँ राँगोको बलि दिइन्छ। हेर्नु होला। यो हाम्रो भर्खरै निर्माण हुन लागेको महादेवको मन्दिर अहिले यहाँ चाहिँ सानो यो मन्दिर को चाहिँ संरचना हुन्छ। हाम्रो अब यहाँ सबै हुन्छ। अब यो व्यवस्थित हुन्छ। अब बनाउँदैछ। यो 3 वर्षे योजना हो। हजुर। अब पोहोर यो यति बन्यो। अब यसपालि त्यो मूर्तिहरू स्थापना हुन्छ शिव भगवानको, हजुर, महादेवको भनौँ। हजुर हजुर। अनि त्यहाँबाट यसको अब प्लास्टर सास्टर रङ्गरोगन अनि यो रेलिङ बार यो सबै हुन्छ, व्यवस्थित हुन्छ। हजुर। 3 वर्ष आगोन पुरा गर्ने योजना। हजुर। धन्यवाद। हाम्रो यो फेरि यो व्यक्ति कसैको होइन, सबै यो जनता यहाँ सबै रालुकावासी सबैको हो। यो सबैले चन्दा हालेर यो गरे। हजुर। सबैको जनताको तर्फबाट यो निर्माण भइरहेको। हजुर। अनि सरकारी बजेट नै परे अलिकति 18 लाख रुपियाँ। यो हाम्रो हितबहादुर तामाङ माननीय थियो नि। हजुर हजुर। ऊ अस्ति नै त्यो पर्यटन मन्त्री भएको थियो। त्यो मौकामा हामी डेलिगेसन गएर हजुर पैसा ल यो मन्दिरलाई यसरी हालिदिनु पर्यो भनेपछि उसले माग्न त 50 लाख मागे के दिन्थ्यो। बल्ल बल्ल 18 लाख भिडियो गरिराखेको छु है हजुरलाई। हो ठिक छ। 18 लाख विनियोजित गरिदिनु हो। हजुर हो त्यो 18 लाखले यो बनेको हो। हजुर। हाम्रो अब अर्को यो मन्दिरको पैसा नै बाँकी छ। यो जनताबाट उठेको त्यो करिब 24 लाख पैसा बाँकी छ। हजुर। अब त्यसले अरू कामहरू हुन्छ। हजुर हजुर। हाम्रो यहाँ चाहिँ हाम्रो गुरु हुनुहुन्छ, मलाई चाहिँ शिक्षा उहाँले दिनुभएको थियो। मलाई नेपाली पढाउनु भएको हाम्रो भरत शाह सर, मैले चाहिँ उहाँलाई सम्मान गरेँ, नमस्कार गरेँ होइन। धन्यवाद। थ्याङ्क यू। ल हेलो साथीहरू, नमस्ते एन्ड गुड मर्निङ। आज म मेरो जन्मस्थल नुवाकोट तादी गाउँपालिका 2 मा आएको छु। र यो स्कुल जुन मैले कक्षा 1 देखि
पाससम्म यहीँबाट मैले पढेको थिएँ। म पढ्दाको समयमा पुराना भवनहरू थिए, तर यो आज चाहिँ यो रालुका माध्यमिक विद्यालयको भवनहरू पूर्ण रूपमा नयाँ किसिमको भवनहरू निर्माण भएको छ र हामीलाई अलिकति त्यो समय र अहिलेको समयमा एकदम परिवर्तन आएको छ भन्दै म यो भिडियो